हेलो गाइज वेलकम टू माई न्यू भ्लग आज हामी जङ्गलमा आछौँ गाइज पिकनिक बनाउनको लागि पिकनिक अस्तिको जस्तै भन्दा नि यो चाहिँ अब बवाल हुन्छ पिकनिक चाहिँ यहाँ चाहिँ आगो बालिसक्यो निर्दोष थापाले यता चाहिँ रबिन थापा टमाटर प्याज काट्दैछ यता सन्जु मासु समात्दैछ यहाँ बिबु चाहिँ दौरा भाँच्दैछ अब यसो भ्यू पनि देखा गाइज हामी जङ्गलमा छौँ गाइज पिकनिकको लागि चाहिँ यता सामान पनि टन्नै छ मासु पनि छ गाइज खानु हुँदैन हजुरले अब भुजा माछा टन्न टन्न यति खाएर लाउँछ हामीले 6 जना मात्रै छु गाइज हजुर 6 जनाको लागि चाहिँ यस्तो पनि धेरै हो गाइज मासु पकाउनु लागेको छ नि यता चाहिँ तेल हालिसक्यो रवि चाहिँ यता मासु पकाउनु लागेको छ मसला चाहिँ घरदेखि पिनेर ल्याएको सब सामान घरदेखि ल्याएको मिट मसला चाहिँ यता छ गाइज यो चाहिँ महँगो खाले मिट मसला आयो गाइज हल्का 50 रुपियाँको यता चाहिँ दौरा भाँच्दैछ कम्प्लिट यता चाहिँ प्याज हाल्न लागिसक्यो रबिन थापा आगो उठ्न देऊ ठुलै ए त्यो पोखरा रवि त्यो मिलाएल क्या तेल डढ्न त्यो हल्का मिलाएल त्यो हेर तेल चाहिँ डढ्न लागेको छ अब डढ्छ बिस्तारै त्यो पोखरा राम्रोसँग हेर प्याज चाहिँ हालिसक्यो यता छजना छु गाइज हामी चाहिँ मासु चाहिँ 2 केजी छ उता छ मासु चाहिँ यता चाहिँ 2 केजी मासु यता हाल्न लागिसक्यो 2 केजी 1 केजी तुलाई राम्रोसँग सम्झाउनु पर्यो भाइ तिनका जस्तो चामु तिमी किनेर जस्तो व्यवहार गर्ने काम नगरे कति मासु चाहिँ यहाँ फ्राई गर्न लागिसकेका छन् यहाँ चाहिँ टमाटर पनि हालिसक्यो मासुमा मसला पनि यता हाल्दैछन् नुन पनि हल्का त हालिसक्यो पानी चाहियो भन्नु सन्जुको चाहिँ मोबाइल हलाएर यता रुन लगाएको छ मोबाइल हराएर यता चाहिँ टेक्नोलोजीका लागि गद्दा हालिसक्यो मासुमाथि घोप्टो हालिसक्यो यता चाहिँ नुन हालिसक्यो नुन अगाडि हाले पनि छ केही हुँदैन पानी हाल्ने मासु चाहिँ बन्न लागिसकेको छ यता चाहिँ सन्जु मासु चाख्दैछ कस्तो छ भनेर चाटचुट गर्दैछ चाटचुट कस्तो छ सन्जु मासु बवाल छ अरे सन्जु कस्तो हो भने चाटचुट गरेर यता चाहिँ यो हात पनि चाट्दै यता चाहिँ रिल्स हेर्दै निर्दोष थापा सन्जुले प्याज पकाएर यता चाहिँ टिप्दैछ यो प्याज चाहिँ चटपटको लागि हो मासुमा चाहिँ झोल हालिसक्यो 6 जनालाई 6 बट्का झोल 2 केजी मासुमा यति चाहिँ को खाने होला गाइज जङ्गलको भ्यू चाहिँ खतरा आइरहेछ क्या यहाँ केटाहरू चाहिँ सब यहाँ बसिरहेका छन् सन्जु झोल कस्तो छ अरे झोल कस्तो छ सन्जु झोल झोल भन्नु बवाल छ कि नै यता चाहिँ सन्जु थापा चटपट बनाउन लागिसकेको छ बोल है तिमीहरू यता भुजामा चाहिँ चिउरा पनि हालिसक्यो यो चाहिँ अब नयाँ तरिकाको भुजा हुन्छ क्या यहाँ चिउरा भुजा चटपट चाहिँ नयाँ तरिकाको हुन्छ यहाँ चाहिँ कमरेड ऱ्याप गाउँदैछ यसको बेस्ट ऱ्याप गाउँदैछ मेरो बेस्ट ऱ्याप ल रेडी गर्छ कमरेड यो
ओए बुढो सुन ओए मास्टर सुन तैँले हामी विद्यार्थीलाई अडिचेर कुटिस हामीलाई कसरी सोद्धाखेरि के नभने उठिस हामी तेरो चेला होइन भने गरे दाजु न त तेरी छोरीलाई भगाइदिन्छु आजै यो कुसुम पनि गाह्रो जुजु गर्ने नआउने तेरो रामको चक्कर चलाइ भनिदिन्छु म सबलाई यो अति भयो अत्याचार हामीलाई मुक्त गरिदियो अक्कबाट यो स्कार अक्रिस्कार सर्दे अति भयो यो पाकिसक्यो अब चाहिँ हामी खानातर्फ लाग्छौँ यता चाहिँ सिउडा पनि हालिसक्यो कमेट चाहिँ सिउडा हाल्दैछ एक डरम पानी छ गाइस अहिले भर्खर ल्याएको पानी चाहिँ हामीले केटाहरू चाहिँ सब यता छन् अब चाहिँ हामी खानातर्फ लाग्छौँ हामी सब बडगाउँमा खाँदैछौँ यता सब बडगाउँमा खाँदैछौँ सन्चो चाहिँ यहाँ टाप्केमा खाँदैछ भुजासँग खाँदैछ यता हामी चाहिँ चिउडासँग यहाँ यतै एक फुको चिउडा छ पुरै पर्सनल जग मासु कस्तो बेच्छ सन्जु मासु मोबाइल छ कि नै सन्जु मासु मासु कस्तो छ निर्देश मासु कस्तो छ मासु चाहिँ बब्बाल भएको छ कि गाइज पानी छैन सन्जु मजाको त आउने हो त मजा हारेपछि हेलो गाइज हामीले फाइनली मासु पनि खाइसक्यौँ यो हामीले त गिलो चटपट बनाइसक्यौँ यता गिलो चटपट खान लाग्छौँ हामी त